हेर्नुहोस् मेरो पछाडि छ संसारको सबैभन्दा मेहनती किरा। यतिसक्यो आउँदै उडलाए वारेर उड्यो भने। सो साथीहरू फाइनली सक्सेस भयो हाम्रो काम चाहिँ। आजको सङ्घर्ष हो नि त यो। अब आज म पनि हुने भयो अनि च्याउ पनि हुने भयो। यो च्याउ कालो गाले अरू पनि खोज्छ है त। म छ कि तलतिर नि म अलिक खतरा रहेछु क्या। मलाई टोकेन नि असाम्म। ओ माई गड टोके भरि घुमियो। ओहो रिस्या नि हिँड्नु त। आउने पुस्तासम्म बसेस् भनेर हामीले हालिदिउँ। यी साथीहरू अर्को पुस्ता हाम्रो भाइ छ नि। अब भाइको छोराछोरीको पालामा समेत बसोस् यो मौरी भन्ने संसारको सबैभन्दा मेहनती किरा। साथीहरू म कहाँ जाँदैछु त थाहा छ। मैले आज गुवाला गएको बेला नि मौरी देखाएको थिएँ क्या साथीहरू। मौरी बनमा रहेछ अनि अब मौरी काट्न जानु लाग्यो। यी देख्न सक्नुहुन्छ डाला यसको भित्र त्यो मह छ। मौरी काट्न जानु लाग्यो। ल तपाईँहरूलाई मेरो खुसबु भ्लग्समा फेरि पनि स्वागत छ। मैले चाहिँ बिहान भ्लग स्टार्ट गर्न पाइनँ साथीहरू। त्यसैले यतिखेर बनाएको। बिहान पानी आएको थियो नि त त्यसैले। सो साथीहरू हामी चाहिँ मौरी लिन जानु लागेको। पछाडि हाम्रो बाजे हुनुहुन्छ। यी डाला यसमा डालाभित्र चाहिँ मैले मह हालेर ल्याएको छु। मह हालेपछि फेरि मौरी आउँछ अरे के। अनि मैले बिहान सार्नलाई सजिलो भयो। हजुर रसको गन्धले अब सिजन पनि आयो। अब असोज कात्तिकतिर चाहिँ चिउरीहरू फुल्छ, रसभरि लिन्छ, रस हाल्छ। मङ्सिर कात्तिकमा नि काट्ने त बाजे। कात्तिकमा चाहिँ काटिन्छ है साथीहरू। मौरी चाहिँ 3वटा भइसकेको छ। मौरी घार चाहिँ घरमा। अनि यो लग्यो भने चाहिँ 4टा हुन्छ होला। एउटा घरबाट चाहिँ एक सालमा केही नभएको 20-25 धार निक्लियोस् पऱ्यो भने 20-25 धार्नी 20-25 धार्नी आउँछ अरे साथीहरू एक वर्षमा। 4वटा घाट एउटा मौरी चाहिँ भाग्यो है हाम्रो साथीहरू। तल झर्ने बाटो कता जाने हो? यो तल आएर झर्ने यो सीमा जाने बाटो हो। यो माथि आएर जाने फेरि भच्चर जाने बाटो हो त्यो साथीहरू। सो साथीहरू म चाहिँ आइसकेँ ल मौरी भएको ठाउँमा। मौरी यतै माथि छ। म तपाईँहरूलाई मौरी देखाउन चाहन्छु। मौरी हेर्न चाहनुहुन्छ? यस मौरी हेर्नुहोस् साथीहरू। 2 मान्छ छैन र? टोक्ने रे क्या। हित्ती चाहिँ हो क्या। मैले दोहोरो काट्ने ठाउँ तल समात्ने मैले के आउँछ क्या। विषालु छन् नि। विषालु छ। ल म चाहिँ झुम्रो सल्काउनु तयारीमा ल। ओके झुम्रो बाले लाउनु बाजे पुत्ताउनु भयो। पातले त पात पुग्छ र त्यो कापमा बसेर हातले बराबर समात्ने हो। मैले त्यहाँ बोल्ने क्या मलाई। ल हुन्छ। म चाहिँ बुढामा छु। मौरी भाग्यो अर्को बुट्टाबाट भागेर यहाँ आइपुग्यो। मौरी भाएर हेर्नुहोस् त दुःख भयो नि। अर्कोचोटि नि अर्को त्यो पारीको बुट्टामा थियो भागेर अब यहाँ आयो साथीहरू। यति मौरी देख्न सक्नुहुन्छ। देखिया छ साथीहरू मौरी भागेर हेर्नुहोस् देख्न सक्नुहुन्छ पछाडि त्यहाँ मौरी छ। त्यति अलि यहाँ अप्ठ्यारो ठाउँ रहेछ। यति चाहिँ मौरी भएको ठाउँमा अप्ठ्यारो छ। देख्न सक्नुहुन्छ मौरी। त्यही नै हो साथी संसारको सबैभन्दा मेहनती किरा भन्नुको यही नै हो। मेहनती जीव जन्तु किरा सबैभन्दा मेहनती भनेको यही चाहिँ हो क्या। देख्न सक्नुहुन्छ। हेर्नुहोस् त कसरी चप्पिन्छ नि रानी मौरीमा। रानी मौरीले हेरौँ त। ओहो मात्र उस टोके पो त गएन। मौरी लुकाएर होइन त्यो सापले उता पर्छ त। पक 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 यति गोलाभित्र गयो।
भित्र पस्यो रानी मौरी ए तर छोपेर हल्का पखेटा काटिदिनु भएको कोही चाहिँ लिएन सबै टोक्याले मात्रै यार खै त हुन्छ यति आछ हेर त्यो भानी यो मौरी त सोझो पनि हो क्या उ त ऐरालले त चलाउन नि हुन्न कस्तो टोकिहाल्छ यतिबाट पस्यो नि भित्र भाग्ला भन्न सकिन्न फेरि के भाङ्गल उडेर गर्दा गइगयो यही माथि छ त्यो फेरि टोक्यो क्या हो यो आर्मी मौरी हो क्या झन् त टोक्नु ओहो रिस्या नि यिनीहरू त अहिले टोक्छ टोक्ने मौरी फेरि अलग हुन्छ क्या ओ माई गड हामीले पढायौँ क्या भाले मौरी रानी मौरी अनि त्यो बस्छ नि घरमा बसिरहन्छ त्यो त डाइनो पो त्यही भाले मौरीलाई हामीले डाइना भन्छौँ होइन त्यसले टोक्दैन ए म उसले कर्मी दिएको छ क्या टोक्ने यिनी काम गर्ने मौरी टोक्छन् यिनीहरूले होइन डल्लो पार्न फेरि आयो किन यस्तो जिस्किया छ है एकछिन बस र साथीहरू मौरीको बारेमा कोही कोहीलाई जानकारी छैन भने यस्तो राख्नुपर्छ मौरी चाहिँ राखेको चिज फर्स्ट चाहिँ बुटामा टङ्ग्या छ बुटामा टङ्ग्या फर्स्ट सुरु यस्तो देखिन्छ अनि त्यसपछि बिस्तारै बिस्तारै चाहिँ पछि यो रानी मौरीको यो पखेटा सखेटा काटिदिनु पर्छ अनि त्यसपछि पखेटा काट्ने भने मौरी खोलिन्न क्या यो त सहवास गर्न जानुपर्छ त आकाशमा त्यो टाढा जान्न भागेर यस्तरी बस्या हुन्छ कहिले देख्नुभयो भने तपाईँहरूले पनि यस्तो गरेर राख्नु होला तर फेरि फरक हुन्छ भने एउटा कठौरी भन्ने हुन्छ एउटा मौरी भन्ने कठौरी मौरी जस्तै हुन्छ नि अलि सानो हुन्छ अलि सानो हुन्छ अरे साथी भिर मौरी ठुलो हुन्छ भिर मौरी त देखाएको छु मैले नि मौरी पनि मैले देखाएको छु टोक्छ क्या अहिले रानी मौरीको खोजीमा रानी मौरी हातले उठाएर डालामा हाल्नु टोक्दो फेरि भङ्ग अघि गएर जाने भन्नु लाग्छ क्या मान्छे अब गएर गएर झुमर लाउँदा बाङ्ग छ बुढेर जिस्किएको छ मैले एकखेर छुवा पनि छु त्यसलाई रानी मौरीलाई है त्यही भएर त्यहाँ छोपेर म डालामा ल्याइदिएँ एउटा त झुमुर भाइ सरेर भाग्थ्यो क्या खर गरेको थिएन है गोलाभित्र आइगयो भित्रै गोल कस्तो सास फेर्दोला एउटाको शक्तिले त्यत्रो तल टङ्ग्या हाने यत्रो गोलो हेर्छ नि त्यही रानी मौरीको शक्तिले रानी मौरीमा चप्टे खायो होला एउटा यस्तो गरी यत्तिका चप्टे खान झुम्रोले त अब के भयो क्या यत्रो भयो आहान नि हो त्यहीमै गएछ रानी मौरी त ल ठिक छ सबै भयो ठ्याक्कै तलाएर उयो नि माथि बाँधेर अब यति गयो भने हाम्रो काम सक्सेस यस्तो गन्ध पाउँछ देखि बार गएन ए गन्ध पाएर गयो विशेष किसिमको गन्ध छोड्छ किम्ला जस्तो दुगुरे खान नि हेर्नुहोस् त रानी मौरी डालोभित्र छ अनि त्यही भएर यिनीहरू चाहिँ दुगुरे खान गयो यता फर्केर यताबाट गयो ल हो गयो नि अब त हेर्न त्यस्तो कति गन्ध पाएको हुन्थ्यो हेर्न यहाँबाट दुगुरो आएर त्यसले एउटा खतरा गन्ध छोड्छ अरे क्या रानी मौरीको काम भनेको त्यही फुल पार्ने अनि गन्ध छोड्ने त्यही हो यिनीहरू मेहनती यी बाजी हिँडी टोक्ला नै भयो अब त गइहाल्छ आफै फाल्दियो 10 फाल्दियो त्यो मलाई टोक्यो ए बा मलाई टोक्छ अहिले तपाईँलाई टोकेको नि मलाई टोकाएन सब उडाइदिन्छ डालामा जान्छ त्यो चुन्ने वर्ग निकाल ए हो
टाढा छ क्या लगाउन फेरि भाग्ला फेरि हेर्नु भाग्ला भन्नाले खस्ला अनि मैले त हिँड्न ठिक सक्दैन हुन्छ म लग्छु क्या यस्तो पनि झुम्रो हो त काम काट्ने कामको अरे फेरि त्यो च्याउ फेरि केमा लग्ने होला ल नि यसो मात्रै त हाल्नु होला है त्यसमा त्यो च्याउ फेरि केमा लग्ने होला एउटा कागज सागज पनि छ नि पोलिथिन छ क्या मसित मोबाइल ल्याएको छु पोलिथिनमा सिधा ठिक छ च्याउ पनि भेटाएको थिएँ साथीहरू मैले अन्त मैले चाहिँ के भेटाउँछु क्या ल मौरी पनि भेटाएँ पोलिथिन च्याउ पनि भेटाएँ हजुर अरू पनि भेटाइ खोज्नु पर पर त्यो तैँतिर राख्नुलाई म च्याउ हेर्छु जुवार लाग्छ क्या मलाई फेरि के उपाय गर्नु त यसलाई बस्छु मलाई नटोके तिमीहरूले राम्रो ठाउँमा लाउनु लाग्यो है बरे कहाँ गयो र उतातिर आएर हिती यतातिर हेर्नु त त्यहाँबाट हो त्यतातिर हेरेको छु लिइहाल्छु सबै ल ल ल अच्छा गएको बेला उतातिर अब थाहा हुन्छ कि उता छ म झुमा भङ्ग भएको छ भन्नु पर्ने हो ओके ओके ठिक छ साथीहरू मैले च्याउ भेटाएँ नि फेरि लक्ष्मी मैले त च्याउ भेटाएँ च्याउ हेर्नुहोस् साथी म त अलि खतरा हो क्या इन्टेलिजेन्ट हो नि त फेरि मेहनती हो नि त मौरी पछि म मौरी जस्तो मेहनती हो नि त साथीहरू हजुर मौरी खोज्ने चक्करमा मैले च्याउ भेटाएँ साथीहरू च्याउ भेटाएँ च्याउ हजुर लाइटर यहीँ छ च्याउ देखिन त कालो बगाले च्याउ कालो बगाले इस कालो बगाले भेट्यो कि साथीहरू कालो बगाले सो साथीहरू फाइनली सक्सेस भयो हाम्रो काम चाहिँ बाजे थाक्किनु भयो क्या होइन अरे अब यस्तो त छैन उकालोमा मेरो सास बढ्छ उकालो छ साथीहरू बाटो फेरि अनि हिलो त अहिले अलि ओभाएको छ पानी आएको हाई गरेर बल्ल आज अलि घाम लागेको अवस्था छ त्यही पनि बिहान त आएको थियो नि पानी बिहान पानी आइरहेको थियो अहिले चाहिँ एकछिन पानी आयो बिहान अनि अहिले चाहिँ घाम लागेको छ साथीहरू बाटो पनि यस्तो अप्ठ्यारो छ ए मौरी हेर्नुहोस् मौरी अनि उकालो छ सास पनि बढिरहेको छ साथीहरू बाटो चाहिँ लामो छ त्यसैले यो यत्रो बाक्लो बर्को हालिदिएन फेरि सास थुनेर मर्ला भनेर हेरेको भर्खरै चाहिँ कराहा आज बिहानै देखाएँ मैले यो आजको आज त तँ छ अझै रहेछ तै रहेछ माथितिर उड्याएको तिनीहरू झर्दै झर्दै साथीहरू मौरीको माथमा आएको है हेर्नुहोस् देख्न सक्नुहुन्छ मौरी कस्तो घन्क्यान मेरो टोकामा नि आएको छ नि अब यो चाहिँ गोबर माटो हो यो चाहिँ मल्न पर्ने हुन्छ बाहिरको हाल्नको लागि साथीहरू तपाईँहरू लास्टसम्म हेर्नुभयो भने थाहा नै पाइहाल्नुहुन्छ मौरी कसरी राख्छन् भन्ने अब चाहिँ मौरी राख्दैछौँ हामीहरू चाहिँ कसले मौरी र कटोरी हाम्रो माथि मेल उठाम थियो नि त्यस्तो हो क्या मैले कटोरी पनि देखाएको छु क्या आज एकचोटि पानी लिइदेऊ ल त त्यहाँ यति गोबर कि माटो यहाँ चाहिँ हामीले मौरी राखिदिएका छौँ अब मौरी टाल्नको लागि चाहिँ मैले माटो मुस्दै माटो देख्न सक्नुहुन्छ
लाउनु साथी साथीहरू मेरो भिडियोलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। लास्टसम्म त हेरिसक्नु नै भयो। अनि मौरी यसरी राखिन्छ, हामीले मौरीको तरिकाबारे सबै बताइदिइसकेका छौँ। अनि तपाईँहरूले सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला ल साथीहरू, मलाई सपोर्ट गरिदिनु होला भन्दै म भिडियो एन्ड गर्छु।